हेलो गाइज, आजको मेरो मिनी भ्लगमा तपाईहरुलाई स्वागत छ। आज हामी ग्लोबल कम्प्युटर सेन्टरबाट भन्ज्याङको महेन्द्र मावि भिजिट गर्नु र त्यसमा पढ्नु हुने दृष्टिविहीन बोली नआउनेहरूलाई केही सानो सहयोग गर्न गएका छौं। हामी कक्षा कोठाभित्र पसियो। त्यहाँ पढाउनु हुने सरले चाहिँ आफ्नो परिचय दिँदै हुनुहुन्छ अनि एकजना नानीले चाहिँ व्हाइट बोर्डमा उहाँको परिचय दिँदै हुनुहुन्छ। उहाँको नाम चाहिँ उषा श्रेष्ठ रहेछ। उहाँको पढाइ चाहिँ 5 कक्षामा अनि उहाँले सकेर सबैजनाले ताली बजाउनु भयो। अनि हामीसँग एउटा सानी नानी पनि छिन्। उसले चाहिँ कस्तो राम्रोसँगले प्रस्तुति गर्यो अनि उहाँले चाहिँ ट्रान्सलेट गरिदिनु हुँदो रहेछ। उहाँ दिदीले चाहिँ अनि यसरी गरिदिनु हुँदो रहेछ। अनि हाम्रो सरले चाहिँ एकदमसँगले हामी त्यति भनेर गर्दै हुन्छ। उहाँ सरले पनि सिकाउँदै हुन्छ। अनि एउटा नानीले चाहिँ मेरो नाम लेखेकी छिन् अनि कस्तो राम्रो अक्षरमा लेखिन् हैन। अनि उहाँ नानीले चाहिँ उहाँ मेरो चाहिँ के चिन्ह छ त्योबाट चिन्न सकिन्छ, केबाट चिन्न सकिन्छ भनेर सरलाई भनेर सरले चाहिँ यहाँ गाला छेउमा अमला लगेर चिन्न सकिन्छ भन्नुभयो। अनि सबैजनाले खुसी भए, सबैजना नानी पनि खुसी भइन्। अनि अरूको पनि कसैको गर्ने भन्ने सुझाव हुन्छ। यो चाहिँ मेरो नाम राकेश तामाङ। अनि हामी चाहिँ एकदमसँगले भित्र कोठामा बसिरहेका छौँ हेर्दै। अनि नानीहरू पनि सबैजना हाम्रो कम्प्युटर क्लासको सबैजनासँग घुल्नु भयो। अनि सरले कसरी पढाइन्छ त भनेर यसरी पढाइन्छ भनेर देखाउँदै हुनुहुन्छ, सानो विवरण देखाउँदै हुनुहुन्छ। अनि हामीले ल्याइदिएको चामल तरकारी चाहिँ एकदमसँगले हामीले दिँदैछौँ। अनि सबैजनाले लिएको थियो थोरै जति सकिन्छ त्यति, अनि त्यो चाहिँ दिँदैछौँ। उनीहरूले पनि लिएको छिन् होइन। उनीहरू चाहिँ क्यामेरामा आइ भन्दै अनि यता पनि उसले पनि लिएको थिइन्, एक झोला लिएको थिइन् उसले। अनि हामी अहिले बाहिर निस्किसक्यौँ, भित्रबाट बिदा मागेर बाहिर आइसक्यौँ। अनि घरतर्फ अब लाग्नुपर्छ भनेर सबैजनासँग बिदा माग्दै हामी हिँड्दैछौँ। अनि अहिले चाहिँ म अनि साइडमा पेमा अनि एकजना साथी केटाहरूको पछि हिँड्दैछौँ। अनि सबैजना बाटो लागिसके अनि सबैजनालाई बाई बाई गर्दै अनि मेरो भ्लगलाई सबैजनाले सब्सक्राइब गरिदिनु पर्यो भनेर हामी बाटोतर्फ लाग्दैछौँ। अनि ऊ चाहिँ एकदमसँगले जिस्किरहेको चाहिँ अनि हामी पनि के कम भन्दै केटाहरूसँग हल्का जिस्किरहेको छौँ। अनि ऊ अघि हिँड्छ भने हामी पछि अनि हामी चाहिँ हिँड्दैछौँ। अहिले चाहिँ हामी बोल्दा भन्ज्याङको बजार लाग्ने ठाउँमा आइसकेका छौँ। अनि हामी यहाँ आइपुगेपछि चाहिँ हामी झुक्यौँ। अनि हामी तल्लो बाटो जाने कि मास्लो बाटो जाने भने अनि हाम्रो पेमा साथीले चाहिँ मास्लो बाटो जानुपर्छ भनेर हामी मास्लो बाटोतर्फ लाग्यौँ। अनि तपाईँहरूले देख्न सक्नुहुन्छ साइडमा एकदम तरकारी पसल, लुगा पसलहरू चाहिँ यहाँ चाहिँ भन्ज्याङको बजार लाग्ने ठाउँ रहेछ। अनि तपाईहरूले मेरो मिनी भ्लगलाई माया गरेर लाइक सब्सक्राइब कमेन्ट चाहिँ गर्न नबिर्सिनु होला। राकेश तामाङबाट हस्त धन्यवाद।